बस्यौँ तपाईँको सुरक्षा कृपाले सक्नुभएको कारण विशेष गरिकन हामीलाई यो लामो यात्रामा तपाईँले सबै दिनमा सहायता सुरक्षा दिनुभयो हामीलाई जुन परिवारलाई आज रिसिभ गर्दैछ त्यो परिवारलाई तपाईँले प्रशस्त मात्रामा आशिष गर्नुभएको छ कुराको लागि विशेष तपाईँको Final destination to Darwin, day 10. बिहानको ब्रेकफास्ट बफे ब्रेकफास्ट थियो which was very wonderful, unexpected, एकदम राम्रो भयो. We really enjoyed. Close to Darwin अब धेरै टाइम पनि छैन 120 किलोमिटर होला एक्सप्लोर गर्दैछौँ क्याथोलिक चर्च पनि रहेछ यहाँनिर चर्च जुनै पनि सबमा हामीले देख्यौँ यो चाहिँ तपाईँको वार सिमेट्री भन्ने रहेछ कि यहाँनिर त्यो ठाउँमा जाँदैछु यहाँनिर सबै वार सिमेट्री कति कुद्छ है नमस्ते नमस्ते हामी चाहिँ एडिलेट रिभर भन्ने ठाउँमा आएको छौँ यो ठाउँको नाम पनि एडिलेट रिभर अनि यसको छेउमै एउटा खोलाको नाम पनि एडिलेट रिभर नै जस्तो लाग्यो अनि यहाँनिर रेलवे ट्र्याकहरू पनि रहेछ हिस्टोरिकल प्लेस नै रहेछ यो तर के हिस्ट्री छ चाहिँ त्यो चाहिँ थाहा भएन पढ्नुपर्छ होइन यहाँ बोर्ड सोटहरू छ हेरेर भनौँला एकदम राम्रो लाग्यो यो ठाउँ एकदम क्वाइट थोरै ठाउँ तर गर्मी चाहिँ वायरले गर्मी छ होइन घाम उब्बरै लागेको छ जानुहुन्छ ड्राइभर चाहिँ हामी लन्च गरेर चाहिँ ब्रेकफास्टको भरमा हाई गाइस एकदम हरियाली छ Darwin is very very हरियाली feel like this हरियाली welcomes us.
ओके हामी फाइनली डार्विन आइपुग्यौँ अनि कार वास आउने बित्तिकै गरेको सिटी कार वास भन्ने रहेछ यसलाई अल्टिमेट खतरा वास हान्दैछ भनेर गरिदिएको छु $20 अनि अहिले चाहिँ हामी एकदमै लन्च चाहिँ खाएको छैन सो हामी चाहिँ 8848 क्याफे रेस्टुरेन्ट नेपाली रेस्टुरेन्टमा जाँदैछौँ दिउँसोको 2:16 भएको छ अनि खाना खाइसकेपछि चाहिँ हामी हाम्रो बस्ने ठाउँतिर जान्छौँ खुसी भएर चाहिँ यहाँ चाम्रे भात खानु भएर चाम्रे के डार्विनमा आइपुगेर भोक लागेर रन तानेर